ल है त रेकर्ड भएको छैन ल है त आज चाहिँ हाम्रो यो सुरुबाट ठाउँको नाम थाहा हुनु पऱ्यो नि त होइन ठाउँको नाम थाहा नभएन हेलो माइक हेलो दुईजना बोल्नु नि त म लिन्छु होइन कहाँ यहाँ त्यही गरी नै हुन्छ तपाईँले मैले चाहिँ यो लिन्छु होइन तैँले चाहिँ त्यो यस्तो गरेर बोल्दाखेरि यस्तो गर्नु होइन यही कि ल बोल्न त ल इन्टरभ्यू लि ल म इन्टरभ्यू स्टार्ट गर्छु है त ल आज चाहिँ हाम्रो आजको यो के भन्छ हाइकिङ भन्छ कि ट्रेकिङ भन्छ यो आज ट्रेकिङ सर्ट हाइकिङ चाहिँ आजको यो हाम्रो ओदाई गाह्रो भन्ने ठाउँमा आएको थियौँ हामी अनि के भन्ने त अनि के चाहिँ भन्नु लाग्थेँ मैले यार डिप्रेसन स्टार्ट गर्ने तैँले गर तैँले भन् अनि क्वेसन चाहिँ तैँले सोध्ने लागि यो ठाउँको नाम चाहिँ हो यसमा आएर चाहिँ कस्तो फिल भयो त कस्तो ओदाई गाह्रो भन्ने मान्छेहरू आउनु पर्यो भने क्याम्पिङ फायरहरू मिल्दैन यताउता कि म सोधौँ क्वेसन होइन ठिक छ हेलो हेलो हामी चाहिँ आज कहाँबाट उता कोकुराबाट होइन तोबा त कोही तोबा हामी चाहिँ तोबा त फरक फरक ठाउँमा हो तिम्रो कोकुरा पर्छ र तोबातै पर्छ नि होइन कुकुरा किता क्युसुबाट भनौँ किता क्युसुको दुईजना चाहिँ कोकुरा पर्छ दुईजना अर्को दुईजना उता सेन्टी फ्ल्याट हुनुहुन्छ उहाँ चाहिँ हुनुहुन्छ हाम्रो पूर्जा भ्लगको के अनर अच्छा ठीक है समझ गया पूर्जा भ्लगमा आउँछ है यो चाहिँ यो पोडकास्ट चाहिँ भ्लगमा आउँछ सबैजना हेरिदिनु होला अनि के अरे के कुन रे ठाउँ ओदाई गाह्रो अहिले चाहिँ हामी सर्ट हाइकिङमा आएको हौँ होइन ओदाई गाह्रो भन्ने ठाउँमा यो चाहिँ कहाँनिर पर्छ भन्दाखेरि ठ्याक्कै मोजिको भन्दा अलिकति माथि होइन मोजिकोबाट चाहिँ इजिली आउन सकिन्छ अनि ल अब कस्तो लाग्यो दाइ यो ठाउँ चाहिँ मलाई चाहिँ अनेस्टली भन्नुपर्दा के लाग्यो भन्दाखेरि तल स्टार्टिङ पोइन्टबाट तलको एउटा हामीले जुनमा टिकटकमा थियौँ त्यो स्पटसम्म चाहिँ दामी लाग्यो ठाडै उकालो भए पनि होइन तर त्यस्तो धेरै लामो त होइन छोटो थियो हाइक चाहिँ तर त्यहाँसम्म चाहिँ दामी लाग्थ्यो त्यसपछि भ्यू पनि राम्रो छ यता यहाँबाट अहिले म क्लिप राखिदिन्छु यहाँबाट पहाडी चाहिँ सिमनसेकी दिन्छ डाइरेक्ट ड्रोन सर्ट पनि आउँछ है गाइस ड्रोन सर्ट पनि गरेछ हामीले त्यो पनि आउँछ अनि छोटो हाइक हो तर राम्रो म चाहिँ रेटिङ दिनु पऱ्यो भने चाहिँ 10मा 7 जति दिन्छु होला है किन भन्दा अलिक छोटो लाग्यो क्या तपाईँको मेरो नि त्यही हो 10मा 6 जति त्यसो यहाँ आएर चाहिँ अब फायर चाहिँ गर्नु पाउँदैन क्याम्पिङहरू चाहिँ राख्नु पाउँदैन त्यो सर्ट हाइक गरेर चाहिँ यसो चिया बनाएर चाहिँ खाना चाहिँ पाउँछ है आफ्नै खाजा ल्याएर त्यो साथीभाइसँग बसेर रमाइलो गर्नु चाहिँ पाइन्छ यहाँ आगो बाल्नु पाउँदैन भन्नाले हाम्रो त्यो पोर्टेबल ग्यास चाहिँ सानो कोन्ड्रो भन्ने हुन्छ कोन्ड्रो स्टोभ भन्ने हुन्छ त्यो चाहिँ बाल्नु पाउँछ त्यो दाउरै आगो फुकेर चाहिँ बस्नु पाउँदैन अनि यहाँबाट देखिने भ्यू कस्तो लाग्यो भ्यू त एकदम राम्रो नै छ यता मोजिकहरू पुरै देखिरहेको छ यता उनीहरू नि वरिपरि हरियाली जो यसो घरमा बसेर दिनरात काम गर्दाखेरि यसो माइन्ड फ्रेस बनाउनको लागि चाहिँ यता आउँदा चाहिँ हुन्छ धेरै टाढा नि छैन अब धेरै नजिक नि छैन अब त्यसै बिहान 6 बजे आइपुग्यो भने त्यही 3 बजे चाहिँ घर फर्किन सकिन्छ मजाले एकदम रेस्ट गरेर माइन्ड पनि पिसफुल हुन्छ यहाँ यता आएपछि त्यही भएर सर्ट हाइक गर्नुको लागि चाहिँ यता आउँदा बेस्ट हुन्छ एकदम ओके तर हामी अलिक बिहान भएपछि भ्यू राम्रो देखिन्थ्यो होला है घाम लागेर नराम्रो देखेको जस्तो लाग्यो अलिक घाम चाहिँ अहिले लागिरहेको छ एकदम धेरै बिहानै 5-4 बजीतिर आयो भने चाहिँ उता सनसेट सनलाइट हो के भन्छ त्यो पनि तर हामी उठ्नु चाहिँ 5 बजी उठेको तर मान्छे जम्मा हुँदा चाहिँ 6:30 भयो होइन 6:30 मा हिँडेको तेरो घरमा हामी चाहिँ कति बजी पुगेको थियो तेरोमा चाहिँ 6:30 तिर होला यता आउन चाहिँ एकदम बेस्ट भइन्छ कपल्सहरू आउँदा नि हुन्छ दुईजना ट्याक्क अनि कफी बनाउने खाने हामीले चाहिँ वाइवाई पनि बनाएर खायो एकदम आन्छिन्छ है ठाउँ चाहिँ एकदम त्यस्तो आगो नै पनि छैन
हुन्छ भन्ने पनि डर मान्नु पर्दैन, मान्छेहरू हिँडेको हुन्छ यता आएर। योभन्दा पहिलो हप्तातिर हामी उता साराकुरा यामा भन्ने ठाउँमा गएको थियौँ। त्यहाँको हेरेर यहाँको ट्रेल चाहिँ कस्तो लाग्यो? त्यहाँको साराकुरा यामा चाहिँ एकदम बेस्ट छ। त्यहाँ पनि फेरि साराकुरा यामा गयो भने चाहिँ कफी सफी बनाएर चाहिँ खान पाउँदैन, त्यही नर्मल जुसहरू आफूले लगेर खानुपर्ने हो। साराकुरा यामा गयो भने चाहिँ एकदम उकालो पनि एकदम उकालो, ओह्रालो पनि एकदम ओह्रालो, अलि आबुनाइ पनि अलि आबुनाइ नै छ। तर एकदम राम्रो छ है त्यताको बाटो चाहिँ। उकालो भयो भने ओह्रालो भयो भने एकदम जङ्गलको बिचमा गर्मिनु हुँदैन, एकदम बेस्ट छ। त्यसमा चाहिँ रेटिङ 10मा 8 भनौँ न। एकदम माथि भ्यू पनि एकदम राम्रो देख्छ, एकदम पुरै किलाकिसिने देख्छ। अनि एउटा कुरा यो ट्रेलमा चाहिँ एउटा राम्रो पोइन्ट भनेको चाहिँ ठाउँ ठाउँमा खोला चाहिँ भेटिन्छ है। ठाउँ ठाउँमा खोला छ, पानी छ, यसो मुख धोएर फ्रेस भएर चाहिँ झर्न सकिन्छ। अन्त साराकुरा यामा चाहिँ त्यस्तो छैन है, उकालो पुरै छ, ओह्रालो पुरै छ, एकदम अलिक आफ्नो तर राम्रो छ एकदम ट्रेल चाहिँ। यता चाहिँ एकदम नर्मल है प्लेस। साराकुरा यामामा चाहिँ बाटो चिन्न सजिलो हुन्छ फर्स्ट टाइम जानेहरूलाई? एकदम सजिलो हो, पुरै म्यापहरू पुरै। अनि बाटो बिरायो भने होइन बाटो त्यो त हामी फर्स्टमा जाँदा त्यो म्याप अलिक सिकाउ भएको सिकाउँदा चाहिँ एकदम राम्रो छ। यहाँ पनि हामी त एकचोटि झुक्किएको तल, अनि एकजना त्यहाँको लोकल मान्छे रहेछ, त्यसलाई सोधेर अनि त्यसले तलबाट जाने हो भने अनि अर्को बाटो खोजेर त्यहाँबाट आएको। खासै त्यस्तो सुरुमा चाहिँ अलिकति कन्फ्युज भएको, म्यापको पछि लागेर कन्फ्युज भएको हामी चाहिँ। खासै त्यस्तो झुकिने बाटो चाहिँ छैन है। ग्रुपमा आएर त्यही भएर ग्रुपमा चाहिँ डिस्कस गरेर चाहिँ हिँड्नुपर्छ। मेरो डिसिजनमा हिँडेर बाटो मिस्टेक भयो नि त आज। मेरो प्लस मैले चाहिँ म्याप हेरेको थिएँ, अब मेरो दोष पनि होइन, म्यापको पछि लागेर जाऊँ भनेर चाहिँ मिस्टेक भएको। तपाईँहरू यता आउन चाहनुहुन्छ भने तल म्यापको लिङ्क पनि तल डिस्क्रिप्सनमा राखिदिन्छौँ। यसो म्याप हेरेर ठाउँ हेरेर कोन्चिवा यता चाहिँ शनिबार आए पनि हुन्छ, आइतबार आए पनि हुन्छ, सर्ट टाइम भयो जतिखेर आफू जतिखेर भ्याउँछ त्यतिखेर भ्याउँछ। यता 2-3 बजे दिउँसो आएर बेलुका फर्किन नि भ्याउँछ, बिहान आएर दिउँसो फर्किन नि भ्याउँछ। एकदम सर्ट हाइकको लागि माइन्ड फ्रेस हुन्छ यतातिर आयो भने। जति बेला आयो भने यहाँ चाहिँ जापानिजहरू चाहिँ एकदम धेरै नै हुँदो रहेछ होइन। यहाँ माथि डाँडामा आएर छोटो मिठो कफी खाएर जापानिज। तर यङहरूभन्दा बुढाबुढीहरू अलि एजेड मान्छेहरू चाहिँ अलिकति हाइकमा धेरै रुचि राख्दो रहेछ यहाँ चाहिँ होइन। अनि मान्छेहरू भेटिरहने, अनि ठ्याक्क कोनिचिवा वाइको जमस चाहिँ कि त तपाईँहरूले भन्नुहोस् कि त उताबाट आयो भने रिप्लाई चाहिँ दिनुहोस्, अलिकति पोलाइट हुनुहोस् होइन, त्यही हो। ठाउँमा आएर यता हामीले रमाइलो गरेपछि खाएपछि चाहिँ जङ्गलभित्र आयो भनेर उपरहरू पनि ठुलो सोले नबजाउनु, टक्क आफूलाई लिमिट हुने गरी बजाएर अनि गोमीहरू खाएको गोमीहरू पनि च्यान्तो मात्रामा गरेर घर लगेर खानु होला है। मान्छेको ठाउँमा आएर चाहिँ गोमीहरू खानु, नाच्नु, रक्सी खानु, क्यानहरू जता खायो फ्रुट खाने, त्यस्तो चाहिँ नगरिदिनु होला तपाईँहरूले नै होइन। खाएपछि चाहिँ आफूले लगाउनु, आफ्नो मान्छेको ठाउँमा बसेपछि रुल चाहिँ फलो गर्नुपर्छ। सुरुमा चाहिँ मान्छे हुनुहोस् तपाईँहरू। मान्छे अनि तँलाई चाहिँ तेरो चाहिँ सुना न, तेरो तँलाई चाहिँ के लाग्यो, रेटिङ कति दिन्छ? तिम्रो त ब्याक टु ब्याक अस्ति त्यहाँ गएर अहिले यता आयो नि त, त्यहाँ एभरेजमा चाहिँ अब उतै राम्रो लाग्यो भने 8 दियो, त 2 नम्बर बढी दियो उता। यहाँ चाहिँ 6 दियो, उता चाहिँ 8 दियो। मैले चाहिँ कति रे 7 भन्थेँ होइन। म त अब नेचर भनेपछि होइन अलि के भन्छ पिस ठाउँ भएपछि त्यो मन एकदम शान्त हुन्छ होइन, पिस हुन्छ। त्यो हिसाबले चाहिँ बराबर जस्तै भनौँ न, उता राम्रो, उता चाहिँ अलि त्यो ट्रेल चाहिँ राम्रो थियो कि होइन। भन्नाले कस्तो ट्रेल यस्तो थिएन, सिडी नै थियो, सिडीहरू पनि थियो, माटोको पनि तल ओह्रालो आफ्नै टाइपको पनि थियो, त्यो अलिक मजा आउने टाइपको भनौँ न। अनि त्यो साराकुरा यामाको चाहिँ त्यो के भन्छ माथि त्यो हामी केबल कार चढेर जान्छौँ नि, त्यहाँ त्यो ठाउँभन्दा अलि तल चाहिँ एउटा त्यो भन्छ के भन्छ रक क्लाइम्बिङ होइन, त्यो गर्ने ठाउँ रहेछ क्या। अनि त्यहाँबाट चाहिँ एकदम खतरा भ्यू देख्छ क्या। त्यहाँ पुगेपछि चाहिँ यस्तो आयो भन्ने हाइकिङ गरेर पहिला हामी पनि साराकुरा यामा त केबल कारमा त 3-4 चोटि गयो, केबल कारमा त चाहिँ एकदम थाहा थिएन क्या हामीलाई। हाइकिङ गरेर गएर चाहिँ यता छेउमा चाहिँ
फर्स्ट टाइम थाहा भएको यस्तो राम्रो ठाउँ छ कि किटाक्युसु होल देख्छ होइन एयरपोर्टदेखि सबै हेर्न सक्नुहुन्छ तपाईँहरूले त्यहाँ चाहिँ त्यही हो। अनि हप्ताभरि काम गरेर होइन धेरै स्ट्रेस बोकिरहेको हुन्छ। त्यो स्ट्रेसमा सुत्यो भने झन् त्यो स्ट्रेस त्यो हुँदैन क्या। त्यही भएर यसो कहिलेकाहीँ नेचरमा पनि घुलमिल भयो भने चाहिँ एकदम मनलाई चाहिँ शान्ति होइन। स्ट्रेस चाहिँ पुरै डाउन हुन्छ क्या। त्यही भएर चाहिँ छुट्टीको बेलामा अब घरमै बसे पनि मोबाइल हेर्ने हो, फिल्म हेर्ने होइन, नेटफ्लिक्स हेर्ने, युट्युब हेर्ने, अनि गेम खेल्ने, त्यही भन्दा अरू केही छैन नि त घरमा बसे पनि। बिहान निस्केर ग्रुप बनाएर त्यो खर्च के हुन्छ र त्यो होइन, बिहान निस्किँदाखेरि घरमै भयो कफी लिएर आइदियो भयो ठ्याक्क। बढीमा खर्च भयो भने आज के खर्च भयो र? गाडी नभएको मान्छेको चाहिँ के हुन्छ भने अब गाकुसियाहरू र वर्किङ लाउनेहरू गाकुसियाहरूलाई चाहिँ के हुन्छ भने साइकल चलाउन गाह्रो, नत्र साइकल चलाउन आएन भने अलिक बस बासुदाइ मात्रै लाग्छ भन्ने कुरा हो। त्यो पनि अलि म्याप हेऱ्यो भने टोटल खर्च चाहिँ 2000-3000सम्ममा जस मजाले इन्जोय गरेर चाहिँ घुम्न सकिन्छ। को कुरातिरबाट त साइक्लिङ पनि आउन सक्छ, धेरै टाढा होइन। तर यो हाइक जाने भन्दैमा हामी जस्तै यो हामीले आज नुडल्स खायो, कफी खायो, त्यो खानै पर्छ भन्ने पनि छैन होइन। ट्याक्क पानी बोकेर त्यो 2-3 हजार पनि लागेन क्या। अनि ठ्याक्क पानी बोकेर होइन, घरमै गएर खाने, टाइममा निस्किने, टाइममा अनि टाइममै डाँडामा पुगेपछि अनि पानी सानी पिउनु सकिन्छ। त्यसपछि रिटर्न घरमै गएर खायो कफी खानु। तर कस्तो हुन्छ भन्दाखेरि एक्लै 1-2जना चाहिँ खासै आउँदैन नि त त्यस्तो ऊ नै हुँदैन क्या। अनि ग्रुपमा आइन्छ, ग्रुपमा आएपछि जुस होइन स्न्याक्स बोकौँ भन्ने हुन्छ। तर त्यस्तो खर्च चाहिँ हुँदैन। त्यो स्न्याक्सहरू ल्याए पनि त्यो सफ्ट ड्रिङ्क्सहरू खाएर कति नै खर्च हुन्छ होइन। जतिखेर नि काम मात्रै होइन, इन्जोय पनि गर्नु होइन। लाइफमा मरि लाने चाहिँ केही छैन। 1-2 दिन छुट्टी लिएर भयो पनि अब मजा लिनु के अब लाइफको बारेमा। अब जतिखेर काम गऱ्यो, कलेज गयो, काम गऱ्यो, सुत्यो, त्यो एकदम माइन्डलाई पनि एकदम असर पर्छ अनि हाम्रो बडी शरीरलाई पनि एकदम हार्मफुल हुन्छ कि। त्यही भएर चाहिँ बेला चाहिँ बरु काम छुट्टी लिनु महिना एकचोटि, तर इन्जोय गर्नु कि घुम्नु। अब इन्जोय गऱ्यो भन्दा साथीभाइसँग बसेर घरमा रक्सी खायो भने त्यस्तो इन्जोय होइन कि। बाहिर पुगेर चाहिँ त्यो माइन्डलाई चाहिँ एकदम फ्रेस बनाउनु क्या, फ्रेस। अब घरमा रक्सी खायो, अब साथीसँग रमाइलो गरेर त अब त्यो आफ्नै उल्टो बडीलाई हार्मफुल हुन्छ कि। अब त्यो रमाइलो त गर्नुपर्छ तर टाइममा। त्यो घरको रमाइलो छुट्टै छ, अब बाहिरको रमाइलो चाहिँ अलिक धेरै बेटर हुन सक्छ है बडीको लागि। अब टाढा घुम्नु जाने अनि प्लस अब क्याम्पिङ टेन्टहरू लिएर क्याम्पिङ जाने हो भने चाहिँ बिदा लिएको ठिक। नत्र भने यो सर्ट हाइकिङ मात्रै आज जस्तो हाम्रो जस्तो त छुट्टी लिनु जरुरी थिएन नि त। सन्डे आउनु, बिहान आउनु ट्याक्क। अब आफूलाई चाहिँ कति टाइम स्पेन्ड गर्ने भन्ने कुरा आफूमा भर पर्छ। हामी अघि नै कति बजी आयो फर्किने हो भने त्यतिखेर त घरै पुगिन्छ नि त होइन। चिलमा हामी कफी बनाएर खायो, नुडल्स खायो, गफसफ सुतिराखौँ 2जना गाइजहरू, 1जना गेम खेल्दैछन् अझै। अनि त्यस्तो गऱ्यो भने चाहिँ अलिकति टाइम लाग्छ होइन। लाइफ इज टु सर्ट, जस्ट इन्जोय मात्रै भन्नु पनि हुँदैन। अब मिलाएर इन्जोय। अनि के गर्ने यही हाम्रो यो के पोडकास्ट भन्छ यसलाई, कफी गफ भन्ने के भन्ने पोडकास्ट कफी गफ भनौँ न। कफी गफमा हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ के गर्ने, यहीँ उस गर्ने हो कि कुरा गर्दै गरौँ ल त्यसको बारेमा चाहिँ। डेस्टिनेसनमा चाहिँ अब पछि कुरा गर्दै गरौँ ल। अब हामीले प्लानिङ त बनाएको छ, अब त्यही हो नि खाइसा जानुपर्ने, कलेज बिदा अलि सबैजनाको ऊ मिलेपछि चाहिँ अनि त्यसपछि हामीले क्याम्पिङ लङ टुर र क्याम्पिङको बारेमा चाहिँ छुट्टी मिलाउनु अलिकति त्योमा चाहिँ गाह्रो हुन्छ हामीलाई स्टुडेन्ट र होइन वर्करहरूलाई। अनि यो सर्ट हाइकिङ आज जस्तो गर्ने भने चाहिँ खासै त्यस्तो प्रब्लम पर्दैन। अब हप्तैभरि बिजी हुन्छ भन्ने त कोही पनि हुँदैन होला होइन। हप्ताको 1 दिन त छुट्टी होला कसैको अब होइन। 4 दिन 5 दिन कुनै अब 7 दिन पनि गर्ने पनि छ होइन। मलाई नै हेर्नु न, मलाई नै इक्जाम्पलको लागि काम गर्छु तर भयो पनि अब यसो बाहिर निस्किनु पऱ्यो, अब घुम्न जानु पऱ्यो भने चाहिँ यसो टाइम मिलाएर बढी युगादाको 5 घन्टा काम छुट्टी राख्ने। तर त्यो माइन्डले चाहिँ 6 दिन काम गरेको थकाइ चाहिँ 5 मिनटमा
मेट छ कि यस्तो ठाउँमा आएपछि चराचुरुङ्गीको गफ सुन्दै साथीभाइसँग हेर्दै पुरै भ्यूहरू हेर्दै अस्ति हेर्नु न तपाईँ के अरे रातभरि काम नाइट काम गरेर है कति बजे 6 बजे छुट्टी भएर सोनामामा के अरे हाइकिङ गइदियो क्या। अब त्यो चाहिँ कस्तो मान्छे जान्छ भन्दाखेरि त्यो नेचरमा होइन एकदम नेचर मन पराउने नेचरमा एकदम नेचर लभर मान्छे चाहिँ त्यसरी हिँड्छ क्या। अब हाम्रो केटाहरू चाहिँ कस्तो छ भन्दाखेरि छुट्टी भयो अन्त केटाहरू जम्मा उमै अब होइन भेला भयो रक्सी पुरा रक्सी नक हुने गरी रक्सी खायो अनि त्यसरी दिन जान्छ क्या रक्सी खायो दिन त्यतिकै गयो कि अनि भोलिपल्ट ह्याङ नखानुपर्ने रहेछ। खर्च पनि धेरै हुन्छ नि त रक्सी खाएपछि त होइन। यस्तोमा आएर थोरै खर्चमा होइन यस्तो इन्जोय गर्न पाएपछि त अनि त्यो हो क्या राम्रो भनेको। पोस्ट कार्ड भन्न हाम्रो पोडकास्ट चाहिँ अब यतिमै बिदा गर्न चाहन्छु कि हाम्रो गेस्टहरूलाई नयाँ गेस्ट ल्याउने कि के छ हाम्रो गेस्टको। हेलो 2-4 शब्द राख्ने मन छ यता आउनु त नराख्ने यता सूर्य एकजना गेस्ट चाहिँ पुरै नक भइरहेको के अरे हिजो नाइट काम गरेर अहिले बिहान फेरि 7 बजे कफी पनि खाएन नुडल्स पनि खाएन। ल अब घाम पनि चर्किँदै गयो होइन बिस्तारै अब तल झर्नुपर्छ। 11:20 भयो अहिले अब बिस्तारै झर्नु पर्ला नि त होइन। अब हामी यति भन्दै अब नेक्स्ट भ्लगमा भेट्न चाहन्छौँ। अब नेक्स्ट भ्लग के भन्दै यो चाहिँ भ्लगको एन्डिङ हो कि हाम्रो छुट्टी पोडकास्ट योलाई छुट्टी हाल्ने हो कि के हो? होइन पोडकास्ट पनि हाल्ने अनि भ्लगको एन्डिङ पनि गर्ने नि। अब भ्लगको यसलाई चाहिँ छुट्टै पोडकास्ट बनाउँदा चाहिँ एकदम राम्रो होला। 15-16 मिनट भयो ठ्याक्कै यही हालिदिनु भयो होइन यही हालिदिनु भयो अनि त्यही गरिदिनु त। ल थ्याङ्क यू सो मच भाइ। यो चाहिँ पोडकास्ट भन्दै अब ओके मेन चाहिँ पूर्जा भ्लग चाहिँ हेर्नु पऱ्यो सब्सक्राइब गर्नु पऱ्यो लाइक गर्नु पऱ्यो त्यो त परिहाल्यो नि किनकि हाम्रो यो मन्थली फ्यामिली हो बेला बेलामा इन्जोय गर्ने सम टाइम मात्रै हाल्नु भ्लग। हामी चाहिँ घुमन्ते फ्रम रत्नपाक कि घुमन्ते हामीले हेर है घुमन्ते फ्रम कि त गिउसो भन्यो भने चाहिँ पक्का त्यहाँ रत्नपाक भन्ने कमेन्ट आउँछ नि त टिकटकतिर हाल्यो भने त कुन चाहिँ अलि हेडरहरू हुन्छ नि त रिस गर्ने कि यिनीहरू उयो गर्नु खोज्ने अनि त्यहाँ बाल छैन पहिले आफूले भन्दै सिद्धियो होइन त। ल बिदा हुन चाहन्छु। हस् धन्यवाद गाइस किप इन्जोइङ। ल बन्द गर।